यो चाहिँ ब्रिन्जल बैगुनको बोट है। र हाई एभ्रिवान, म सधैँ तपाईहरुको अगाडि एनपीएम नन पेस्टिसाइड म्यानेजमेन्ट, सस्टेनेबल एग्री फार्मिङ, अर्ग्यानिक आइडिया एन्ड सजेसन, जैविक उपाय अनि जानकारी भिडियो लिएर आउने गर्छु है। र यो चाहिँ बैगुन है, ब्रिन्जल। मैले यसलाई चाहिँ अब धेरै मात्रामा योपालि लाउँछु भनेर सोचेको थिएँ, तर यही बैगुन चाहिँ सबसे कम्ती रोपाइ भयो है। कारण के हो भन्दाखेरि मैले अब लास्ट इयरको जस्तै स्याब्लिङहरू मजाले धेरै आउँछ भनेर सोचेको थिएँ। त्यो स्याब्लिङ योपालि धेरै पनि लास्ट इयर भन्दाखेरि निकै धेरै पनि राखेको थिएँ, तर के कारणवश कम्ती मात्रामा पलाइदियो है। त्यसले गर्दाखेरि अलिकति यसको कम्ती नै रोपाइ भयो। र यहाँ देख्नुहुँदैछ, यहाँ 150 समथिङ स्याब्लिङ चाहिँ मैले सारेर, तर ढिलै रोपे तापनि यो एकदमै राम्रो मात्रामा आएको छ है, र आउँदै पनि छ। अन्त यसको यहाँ कतिवटा बोटमा देख्नुहुँदैछ है, यसको यो फ्लावरिङ पनि स्टार्ट हुँदैछ है, बढ्नु साथसाथै। अन्त यसलाई अब एकदमै चाँडै यो फेरोमोन ट्र्याप झुन्डाइदिने टाइम भइसकेको छ। त्यो पनि म यो हालमै झुन्डाउने छु र त्यसको पनि नेक्स्ट भिडियो लिएर आउने छु है। र एकदमै यसको ग्रोथिङ राम्रो छ, ढिलो रोपे तापनि। र यति भन्दै आजको मेरो भिडियो यहीँ राख्छु। थ्याङ्क यू फर वाचिङ।